हेलो नमस्कार सबैजनालाई। हामी हौ एग्रोमार्ट दाङ। एग्रोमार्ट दाङले विगत 5 वर्ष यता दाङको घोराइमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आइरहेको छ। हामीले दाङको घोराइमा मात्र नभएर रोल्पाको लिबाङ अनि तुलसीपुरको गुवारखोलामा 3 ठाउँ गरेर झन्डै 2 बिघा प्लसमा स्ट्रबेरीको व्यावसायिक रूपमा खेती गर्दै आइरहेका छौँ। यो वर्ष पनि स्ट्रबेरीको खेती सुरु गर्नका लागि तयारी गर्ने अवस्था भइसक्यो। त्यसकारणले व्यावसायिक स्ट्रबेरी खेती गर्ने इच्छुक साथीहरू हुनुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहोला। बिरुवा बुकिङ सुरु गरिसकेका छौँ। बिरुवाको छनौट गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण विषय हुन सक्छ। बिरुवा बेच्ने विभिन्न नर्सरी तथा विभिन्न तपाईले जहाँबाट बिरुवा लिनुहुन्छ, बिरुवा लिने माध्यमहरूबाट एउटा जानकारी तपाईले नपाउन सक्नुहुन्छ। बिरुवा तराईमा रोप्ने बिरुवा कुन र पहाडमा रोप्ने बिरुवा कुन, अथवा अर्को महत्त्वपूर्ण कुरा छ, तपाईँ लोकल मार्केटमा फल बेच्ने हो कि तपाईको उत्पादनलाई निकै टाढाको मार्केटसम्म पठाउने हो। यी उद्देश्यले चाहिँ तपाईँ खेती गर्दै हुनुहुन्छ भने बिरुवाको जात सिलेक्सनमा विशेष ध्यान दिन जरुरी रहन्छ। स्ट्रबेरीको खेती तराईदेखि मध्य पहाड र पहाडसम्म पनि गर्न सकिन्छ। अलिकति हिउँ तुषारो धेरै पर्ने ठाउँमा बाहेक अन्य ठाउँमा स्ट्रबेरीको सफल खेती गर्न सकिन्छ। खेती गर्ने समय पहाडका लागि भदौ महिनामा रोपिसक्नुपर्छ भने तराईको लागि असोज महिनाभित्र रोपिसक्नुपर्छ। विशेष गरी खेती गर्ने किसानहरूलाई समस्याको विषय भनेको उत्पादनपछि कहाँ बेच्ने, कसरी बेच्ने भन्ने विषयले किसानहरू निकै चिन्तित देखिनुहुन्छ। स्ट्रबेरी खेती गर्दा अहिलेको समयमा बजार नजिक एरिया छनौट गर्नु पर्यो। जनघनत्व धेरै भएको एरिया र हाइवे साइड तपाईले सिलेक्सन गरेर खेती गर्नुभयो भने तपाईहरूले आफ्नै फार्मबाट स्ट्रबेरी बेच्न सक्नुहुन्छ। तपाईलाई जानकारीका लागि एग्रोमार्ट दाङले 95% आफ्नो उत्पादन रिटेलमा फार्मबाट नै बेच्ने गर्छ। स्ट्रबेरीको व्यावसायिक रूपमा खेती गर्न चाहनुहुन्छ भने गुणस्तरीय बिरुवा उपलब्ध, बिरुवा लगाएदेखि उत्पादनसम्मको सम्पूर्ण प्राविधिक ज्ञान, प्याकेजिङ र मार्केटिङमा सहयोग गर्नेछौँ। त्यसैले स्ट्रबेरीको व्यावसायिक रूपमा खेती गर्न चाहने इच्छुक साथीहरूले मात्रै सम्पर्क गर्नुहोला। हामीले 2-4 वटा बिरुवा रिटेलमा बिक्री गर्ने छैनौँ। आउनुहोस् स्ट्रबेरीको सफल व्यावसायिक खेती एग्रोमार्ट दाङसँगै गरौँ।